हेलो एभ्रिवान, बस मनतातो पानीमा एक चिज मिसाएर खाइहाल्नुस्। तपाईको जुन कब्जियत भएको छ, मल त्याग्नमा गाह्रो भइरहेछ, कयौं दिनदेखि तपाईको स्टुल आइरहेको छैन, एकदम पेटमा चाहिँ दुखिरहेछ, गाह्रो भइरहेछ, तपाईको कब्जियत भएर तपाईको दिशा चाहिँ साफसँग भइरहेको छैन अनि तपाईको पेटमा चाहिँ अड्केको छ, तपाईलाई एकदम गाह्रो भइरहेछ, त्यस्तो अवस्था छ भने तपाई चाहिँ एउटा उपाय गर्नुस्। तपाईको जुन चाहिँ अड्केको दिशा छ, मल त्याग्न गाह्रो हुन्छ, मल चाहिँ सख्त भएको छ, एकदम मल चाहिँ सुकिसकेको छ र मल त्याग्नमा एकदम गाह्रो भइरहेछ, त्यस्तो अवस्थामा तपाई चाहिँ एक उपाय गर्नुस्। तपाईको मल त्याग्नमा चाहिँ एकदमै सजिलो हुन्छ। यसको लागि के गर्नुस् त? यसको लागि चाहिँ मनतातो पानी लिनुस्, 2 ग्लास मनतातो पानी लिनुस् र त्यसमा चाहिँ 1 चम्चा सिन्धा नुन मिसाउनुस् र साथै त्यसमा चाहिँ एउटा कागतीलाई काटेर त्यसको 8-10 थोपा चाहिँ रस हाल्नुस् र यसलाई मिलाउनुहोस् र यसरी मिलाएर चाहिँ तपाई चाहिँ यसलाई सिपसिप गरेर कुक्रू आसनमा बसेर सिपसिप गरेर खानुस्। यो खाइसकेपछि तपाईको त्यो डाइजेसन राम्रो हुन्छ। जुन मल चाहिँ सख्त भएको छ त्यो मललाई चाहिँ लुज गर्छ, त्यो मललाई अनि लुज गरेर त्यो मल चाहिँ नरम भएर जान्छ र यो चाहिँ खाइसकेपछि तपाईको 30 मिनेटदेखि 1 घण्टासम्म लाग्न सक्छ। यो दिशालाई के गर्छ? दिशालाई चाहिँ पुरै त्यो सख्त दिशालाई, सारो दिशालाई चाहिँ नरम बनाउने काम गर्छ। 30 मिनेटदेखि 60 मिनेटसम्म तपाईको दिशा आउने गर्छ र त्यो चाहिँ दिशा एकदम राम्रोसँग निस्किन्छ। तपाईलाई 3-4 चोटि टोयलेट जानुपर्छ, तपाईको पेट पुरै साफ हुन्छ। यो रेमेडी चाहिँ एकदमै प्रभावकारी हो। यसलाई चाहिँ एक चोटि प्रयोग गर्नुस्, धेरै गर्नु पर्दैन, बस एक चोटि गर्नुस् र आफ्नो पेटलाई चाहिँ साफ गर्नुस्। साथै यस्तो समस्या चाहिँ नआउन दिनलाई के गर्नुपर्छ त? यस्तो समस्या नआउन दिनलाई चाहिँ तपाई फाइबर भएको चाहिँ खाना भरपूर मात्रामा खानुपर्छ। किनभने यो जुन फाइबर नभएको खानेकुरा खाँदा, धेरै त्यो प्याकेटको खानेकुराहरू खाँदा, बिस्कुट्सहरू खाँदा, त्यो चिप्सहरू खाँदा यस्तो चाहिँ दिशा चाहिँ सख्त हुन जान्छ। त्यही भएर दिशालाई नरम पार्नु छ भने त्यो कब्जियत नहुने खानेकुराहरू खानुस्। साथै ओट्स खानुस्, त्यस्तै चिया सिड्सलाई भिजाएर खानुस्, ब्राउन राइस खानुस्, त्यस्तै बिट, त्यस्तै ब्रोकाउली र बिट्स अनि पानी प्रशस्त मात्रामा खानुस् र राम्रो 8-9 घण्टाको निन्द्रा लिनुस्। साथै वालनट्स खानुस् र सोयाबिन्स खानुस्। यसले गर्दा तपाईको दिशा चाहिँ त्यो र हरियो सागपातहरू प्रशस्त मात्रामा खानुस्। फलमा चाहिँ मेवा, स्याउ। यो कस्तो लाग्यो, मन पर्यो भने लाइक गरिदिनु होला, साथै साथीभाइहरूमा शेयर गरिदिनु होला ताकि उहाँहरूलाई पनि काम लाग्न सक्छ र सब्स्क्राइब गरी बेल आइकनमा थिची अलमा प्रेस गरिदिनु होला ताकि म यस्तो भिडियो बनाउनलाई चाहिँ मलाई हौसला बढिराख्छ। बाई बाई, टेक केयर, थ्याङ्क यू।